हेलो एभ्रिवान। अब हामी आज चाहिँ सबैजना अस्ति चाहिँ म नानी छोरीहरू लिएर गएको थिएँ है वेस्ट पोइन्ट। आज चाहिँ हामी सबैजना जाँदैछ, दिदीहरू पनि, भेना पनि, हामी पनि सबैजना जाँदैछौँ। अब हामी गाडीमा चाहिँ अटेन, आदि चाहिँ पछाडि आउँदैछ, कोही अगाडि गयो र हामी पनि अब म चाहिँ पुग्न आँटिसकेँ। म फेरि तपाईँलाई वहाँ गएर वेस्ट पोइन्टमा गएर देखाउँछु। त्यो गाडीमा चाहिँ क्रिस्टिना म जाँदैछु। पानी चाहिँ पुरै पर्दैछ, जोडले पानी पर्दैछ। हामी र पनि जाँदैछौँ। तिमी ह्याप्पी छौ? कस्तो लाग्दैछ यहाँ घुम्नु आउँदा आइटीलाई? ओके। चाहिँ नानीहरू सबैजना आएको छ। आज चाहिँ एकजना आएन, रियाको चाहिँ एक्जाम छ। नानीहरू यता हेरिदेऊ। एडी क्रिस्टिना आज के भन्नु छ ब्लगमा? अलिकति भनिदे। रोहित के भन्नु छ अलिकति लु, ब्लगमा आउँछस् नि। ओइ मितु, हेलो एन्टी। हाम्रो चाहिँ आइसकेको छ। यहाँनिर चाहिँ सबभन्दा अस्ति नलिआएको थियो कि यसलाई चाहिँ आज चाहिँ डरलाग्दो खाँदैछ है यसले। ए रोहित कस्तो छ, के भन्छस्? दामी छ। यहाँ चाहिँ के छ? बर्गर। रिचा मिठो भयो, खुसी भएछ है? मितु दिदी मेरो फेभरेट हो। यहाँ चाहिँ 3जना बसेको छ, आमा छोराछोरी। यहाँनिर चाहिँ हाम्रो भेना र मितु छ। भेना के भन्नुहुन्छ? केही भन्दैन खाने? मितु खुसी छ मितु आज। हाम्रो यहाँ छोरीहरू छ 2जना। नतसा के भन्छस्? दामी। यिनीहरू खाँदैछ है। नानी तिमी? दामी है, मजा आयो है। अन्त मेरो छोरा छोरी यता बसेको छ। एडु ए अदिलाई अस्ति नलिआएको थिएँ कि मन दुखाइरहेको थियो र आज चाहिँ आएर खुसी भइरहेको छ। क्रिस्टी मजा आयो? हामी रियालाई मिस गर्दैछु। एडु र हाम्रो सबै फ्यामिलीहरू परदेखिको छ। खासमा चाहिँ हामी मात्रै आउँदै थियो है। अदीहरू चाहिँ आज चर्च जाने भएको थियो र अदी र रोहितलाई चाहिँ हामीले अचानक यिनीहरूलाई बाटोमा भेटेर लिएर आएको। रोहित चाहिँ खानुमा हेरेको पनि छैन। अदीलाई पनि हामीले अदी तर सरप्राइज भयो है आज। कस्तो लाग्यो? चर्च पनि गएन नि यो कि पानी परेर टक्कै भेटेर लिएर आयौँ हो। हाम्रो प्र्याक्टिस गएको छैन आज, तर जान्छ भोलि। हाम्रो क्रिस्टी खुसी छ।
ल ल यिनीहरूले खाएको भयो कि म पनि अलिकति खानु पर्यो लु अब चाहिँ राखेको क्या यिनीहरूले खाइ पनि सक्यो क्या खाँदैछ हाम्रो भेनालाई चाहिँ एकदम थ्याङ्क यू सो मच एकदम तपाईँलाई धेरै धेरै माया छ आजको फाइनेन्स चाहिँ हाम्रो यहाँ हुनुहुन्छ सबलाई खुवाउनु ल्याएको है ड्याम्मै बनाइसक्यो नानीहरू पापालाई थ्याङ्क यू भन्न खै थ्याङ्क यू भन्नु परेन ल हाम्रो आजको मेन गुरु चाहिँ हुनुहुन्छ गएको थिएन केएफसीमा अन्त रियालाई चाहिँ ल्याइदिएको छु रियालाई केएफसी पनि ल्याइदिएको छ बर्गर पनि ल्याइदिएको छु हो अन्त फ्रेन्च फ्राई पनि ल्याइदिएको छु रियाले चाहिँ अब आएर खाँदैछ घरमा आएर एजीले पनि फेरि खानु थाल्यो है रिया कस्तो लाग्यो कोक चाहिँ पाएन है मिठो भएर मुखले गाइस यो पुरा लगाउनुहुन्छ एलबी पुरा लगाउनुहुन्छ हो अलिकति रिया कोक चाहिँ पाएन नि है रियाले मिस गरे है रिया कोक पाएन रियाले खाँदैछ केएफसी बर्गर खानु सक्छ अरे अब चाहिँ हामी पुरा घुमेर थाक्यो पनि अब चाहिँ घर आइपुग्यौँ अब चाहिँ सुत्ने खासमा चाहिँ अब हामी त्यहाँनिर चाहिँ नानीको टेस्ट हुँदै थियो र टेस्ट सकेर नानीलाई लान्छु भन्ने मेरो प्लान थियो उसलाई भनेको पनि थिएँ एडीलाई है टेस्ट सकेर तिमीलाई लान्छु राम्रो टेस्ट गर्नु भनेर तर उसलाई त्यही कारणले चाहिँ टेस्ट सकिने बित्तिकै उसलाई मैले लगेको अब चाहिँ हामी सुत्ने अब एकदमै थाक्यो घुमेर पनि फेरि तपाईँहरूसँग म नेक्स्ट भिडियोमा भेट्नेछु थ्याङ्क यू फर वाचिङ बाई बाई